खोर्सानी रोपेर फलाएर चाहिँ पकाइसकेका छौँ। खाऊ च्याम्जङजी यो लाम्चे खोर्सानी, यो डल्ले खोर्सानी, अँ, अनि यो भिन्डी टक्क लाएर हेर्न सक्नुहुन्छ। यहाँ मकै मकै पनि रहेछ नि होइन? मकै दामी फलाएको छ। अनि यो चाहिँ छामे भन्छ, यो पनि देखाउनु। छामे पनि फलेछ। बिक्रीको लागि सही मकै चाहिँ किन्न चाहनुहुने कोरिया बस्नु जो कोहीले पनि इनबक्समा म्यासेज गर्नु। आमामामा, यो भिन्डी त यसपालि बबालै फलेछ त। यो के रहस्य छ यो भिन्डी यसरी फल्नुमा? जङ्गलमा कुहिएको अर्ग्यानिक मलले यस्तो राम्रो बनाएको ए जङ्गलबाट त्यो पत्केराहरू? पत्केराको चाहिँ ओहो, त्यसले चाहिँ यस्तो हुँदो गरी फल्दो रहेछ। अलिकति खेती किसान गरेर हुर्किएको गाउँहरूको छोरो पर्यो। हो हो हो, भिन्डी चाहिँ अहिले फुल मात्रै फुलिरहेको छ, ऊ चाहिँ सकिएछ नि। देखाउँछु। यो टिपेको ओहो, दामी फलाएको छ नि। साह्रै दामी छ त। यता पनि हेरौँ गाई जरलाई। आमामामामा, यता छ राम्रो छ। ल हेर्नुहोस् मकै त डबल घोगा। राम्रो चाहिँ भइरहेछ। आमामामामा, अब यहाँ यस्तो भिन्डी लाउने बेला त्यहाँ हुन्छ। त्यहाँ दुईवटा रहेछ भिन्डी। भिन्डी धेरै रहेछ हौ। खै मलाई नि 2-4 वटा ल्याउँ त। राम्रो देखाउनु न। मलाई पनि 4-5 वटा ल्याउँ न। फेरि यहाँ साथीहरू भिडियो राम्रो आएन किन आउनु भनेको राम्रो क्लियर देखेन ऊ त्यो माथिको नि टिपौँ न, बेला भइसक्यो त। ऊ यहाँ पनि, राम्रो गर्नु यहाँ पनि छ। ए ए, गर्नु म भिडियो लाउने। एकदम सही छ। यहाँ पनि छ। यो अलि भएको छैन। बोट देख्नु दामी छ नि। ल बन्द गरेँ है मैले। स्टप ओहो, यहाँ खोर्सानी लादोहरू बिक्रीमा छ। कन्ट्याक्ट गर्नु होला कोरिया बस।